सबैजनालाई नमस्ते। मैले चाहिँ अस्ति आफूमा घटेको घटनालाई चाहिँ सोसल मिडियामा प्रस्तुत गरेको थिएँ। आज चाहिँ म आफै भन्न चाहन्छु। तर मलाई सोसल मिडियामा आउनु कुनै रहर थिएन। यो मेरो बाध्यतावश म सोसल मिडियामा आएर आफ्नो आवाज उठाउनमा बाध्य भएको हो। मान्छेमा एउटा अत्याचार गर्नको पनि सीमा हुन्छ मान्छेले। त्यही भएर म चाहिँ यो समाज समक्ष देखाउन चाहन्छु, यतिसम्म पनि मान्छे हुन सक्छन् भनेर। अहिले चाहिँ नेपालमा के छ भनेपछि विदेश नजाने कुनै पनि हुँदैन। भोलि यो घटना अरूमा पनि दोहोरिन सक्छ, होइन? कसैले त भोगिरहेको पनि होलान्। तर मेरो मेरो तर्फबाट ममा कस्तो घटना घट्यो भन्ने बारे म प्रष्ट सबै कुरा चाहिँ म सुरुदेखि चाहिँ मेरो यो माया प्रेमदेखि लिएर यो अहिलेसम्मको यो स्थिति कसरी पुग्यो भन्ने कुरा म हजुर समक्ष सबैलाई यहीँबाट सोसल मिडिया थ्रु सबैलाई जानकारी गर्न चाहन्छु। सुरुमा चाहिँ हाम्रो सम्बन्ध प्रेम भनेको चाहिँ 4 वर्षको सम्बन्ध प्रेम हो। जबकि अब उसलाई मैले काठमाडौँमा 11-12 पढायो। त्यसपछि उसको चाहिँ 12 सकियो। अनि 12 सकिएपछि अब के गर्ने भन्दाखेरि अब त्यसपछि घरमा सबैले सल्लाह गरे। अनि उसको अनि मेरो अनि बुवाको त्रिपक्षीय सल्लाह भयो। अनि त्रिपक्षीय सल्लाह भएपछि अब हामीहरूले अनि अस्ट्रेलिया र अनि अमेरिकाको दुईटै तयारी गरौँ, जताको भिसा लाग्छ अनि ठिकै छ नि त भन्ने हिसाबले उता अस्ट्रेलियाको अनि यता डकुमेन्टेसन गर्दै थिएँ। अनि उता युएसको पनि गर्दै थिएँ। अनि युएसको भिसा अनि लाग्यो। युएसको भिसा लागेपछि अनि ठिकै छ भनेर यता अब युएस नि राम्रै छ, भोलि गएर पढाइ अब युएस भनेको त नम्बर 1 हो पढाइमा त भन्ने कुरा। अब युएस भनेको त अब एजुकेसन सेक्टरमा राम्रै छ, भोलि गएर त्यहाँ पढेर आयो भने राम्रै फ्युचर हुन्छ भन्ने हिसाबले सबैको सहमति भएर अमेरिका पठाइयो। अमेरिका पठाउँदाखेरि यदि के भन्छु भनेपछि उसको हरेक प्रोसेस सबै कुरा चाहिँ मैले गरिदिए हो। सबै कुरा उसलाई चाहिँ केही पनि उसको मेलधरि युनिभर्सिटीमा गर्ने सबै एभ्रिथिङ उसको आइल्सदेखि लिएर सबै खर्च हाम्रो परिवारले नै बेहोरेको हो उसको। उसले चाहिँ अहिले आएर उसले चाहिँ जुन यो धोका दिएको छ यो कुरा चाहिँ उसले यति चाँडै बिर्सिसक्यो सबै कुरा गरेको। मैले इभन उसको इन्टरभ्यू डेट बुक गर्दाखेरि 4 महिनासम्म नसुतिकन इन्टरभ्यू उसको डेट बुक गरेको छु। त्यसपछि उसले चाहिँ गएको 3 महिनापछि चाहिँ हाम्रो सम्बन्ध 3 महिनासम्म चाहिँ राम्रै थियो। 3 महिनासम्म बोल्ने सबै कुराहरू सेयर हुने गर्थ्यो। अहिले बिस्तारै चाहिँ अब फोन गर्न छोड्ने, फोन नउठाउने गर्न थालेँ। मैले भने किन हो यस्तो, के हो भने मेरो एकचोटि नि फुर्सद हुँदैन भनेर म टाइम भएको बेला आफै गर्छु, त्यहाँबाट नगर्नु फोन। त्यहाँबाट फोन गरेपछि म आफै ब्लक गरिदिन्छु फेरि भनेर यस्तो उसले चाहिँ थ्रेड जस्तो दिने के। अनि मैले भने हुन्छ त ठिकै छ भनेर मैले पनि ठिकै छ अब जहिले टाइम हुन्छ त्यहिले गर्नु भन्दाखेरि उसले चाहिँ 10 दिनमा गर्थ्यो, 15 दिनमा कहिलेकाहीँ गर्थ्यो। इभन त्यति फोन गरेको बेला पनि उसले चाहिँ राम्रोसँग नबोल्ने के, कि त बाथरुम टोयलेटमा गएर बोल्ने, कि त रातिको टाइममा पनि आँगनमा गएर बोल्ने कि कुरा गर्नलाई। अनि मैले अनि अब त्यतिसम्म गरेपछि कसको मनमा शङ्का उत्पन्न हुँदैन भने त्यतिसम्म गरेपछि। अनि मैले भने किन यस्तो गरेर आएको के हो भन्दाखेरि उसले चाहिँ पुरै इन्कारै गर्ने कि कुरै नसुन्ने, कुरै पनि नसुन्ने, केही पनि नगर्ने कि उसले चाहिँ केही पनि नसुन्ने। त्यसपछि मैले भने यस्तो गर्नु हुँदैन, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन भन्दाखेरि 1 महिनासम्म पनि कुरा नगर्ने। अनि त्यसपछि मैले बिस्तारै थाहा पाएँ कि मलाई त युएसबाट फोन आइसक्यो कति ठाउँबाट। अनि भनिसक्यो अब सबै कुरा देखिसक्यो। उसको मेल त मसँग लगइन थियो नि त, त्यतिखेर युएसको प्रोसेस मैले गरिदिन्थ्यो। अब हरेक कुरा उसको लोकेसन चाहिँ देखिरहेछ कि त्यो पाकिस्तानी केटाकोमा हरेक टाइम गएको लोकेसन देखिरहेछ। यो लोकेसन चाहिँ मलाई सोच्थेँ यो काम गर्ने ठाउँको लोकेसन हो कि के हो सोचिरहेको थिएँ। जब मैले युएसबाट त्यो लोकेसन लगाएर पत्ता लगायो, त्यो लोकेसन चाहिँ फेरि त्यो पाकिस्तानीको लोकेसन रहेछ कि हरेक टाइम त्यहाँ गइरहेको। म चाहिँ काममा गइरहेको कि के हो कि भनेर सोचिरहेको थिएँ। तर त्यस्तो हो। अनि जब मैले यो कुरा उसलाई भने यस्तो किन गरेर के हो भनेपछि उसले चाहिँ पुरै टोटल्ली त्यसपछि चाहिँ उसले चाहिँ कटअपै गरिदियो कि त्यसपछि चाहिँ कुराकानी उसले चाहिँ कसले भने यस्तो नभएको कुरा या ऊ भन्दै थियो। फेरि भने म पत्याउन पनि पत्याउँथिनँ। अब कसैले अब उसको व्यवहारै देखिरहेछ, कसैले तेरो बुढी यस्तो गर्दैछ युएसमा उस्तो गर्दैछ भनेर म किन पत्याउँथेँ, जबकि उसको व्यवहारले
त्यो देखाइरहेछ भने चाहिँ म अभियसली मैले पत्याउने होइन, मसँग प्रुफ पनि आइसक्यो, सबै कुरा भइसक्यो, हरेक कुरा भइसक्यो। उसको त्यो जुन मोबाइल किनिदिएछ, वाचेसहरू किनिदिएछ, त्यो नयाँ नयाँ लुगाहरू किनिदिएछ, सबै त्यो पाकिस्तानीले किनिदिएको हो। एभ्री कुरा पाकिस्तानीले किनिदिएको हो। मैले भनेको बरु गलत बाटो रोज्नुभन्दा कसैले अहिले युज गर्न खोजिरहेको हुनसक्छ, भोलि गएर दुःख पाइन्छ। आफ्नै परिवार नबिगाड। हाम्रो के हुन्छ, भोलि गएर भविष्य खराब हुन्छ, दुइटैको आफ्नो पनि खराब हुन्छ, मेरो पनि खराब हुन्छ, यस्तो नगर भन्दाखेरि चाहिँ उसले चाहिँ भन्ने कि के भविष्य, म त अमेरिका पुगिसकेँ, नेपाल कहिले नि फर्किँदैन, के भविष्य, नेपाली लाइफ त मलाई मनै पर्दैन। नेपाललाई यति घृणा, नेपालीलाई यति, उसलाई नेपाली हुनुमा उसलाई चाहिँ ऊ गिल्टी फिल भए जस्तो कुरा गर्ने क्या पुरै। त्यतिखेर पनि उतिखेर एकचोटि मैले उसलाई यो नेपालमा प्रोटेस्ट भएको थियो जेनजीको, त्यतिखेर नि हाम्रो नेपालमा त यसो यसो भइरहेछ, घर जलिरहेछ। त्योभन्दा नेपाल त्यस्तै त हो, किन काम र काजको, तेरो घर त जलेन नि, यस्तो यस्तो शब्द सुनाउने कि उसले चाहिँ, त्यतिसम्म भन्ने कि। अनि बिस्तारै बिस्तारै गएर उसले चाहिँ कटअपै गर्यो, कुराकानी गर्न कटअप गरेर अहिले चाहिँ उसले चाहिँ यतापट्टि हाम्रोपट्टि चाहिँ एकदम नराम्रो नराम्रो शब्दहरू आफ्नो बाबुआमालाई उति गयो कि बिना कामले। उसलाई चाहिँ किनकि अरूसँग घुम्नु छ, अरूसँग मोज मस्ती गर्नु छ, अब ठाउँमा पुगिसक्यो भन्ने जस्तो उसलाई चाहिँ कुनै स्वर्गमा आ जस्तो फिल भएर रहेछ कि उसलाई चाहिँ। अब उसले चाहिँ आफ्नो आमा बाबुपट्टि चाहिँ कुरा गर्ने, उतापट्टि सबै कुरा गर्ने, सेयर गर्ने, उतै गर्ने गरेर अब मसँग कटअप गर्यो फोन। मैले फोन गरेको टाइममा के भन्ने, एज अ मी मेरो आमा बाउ हो, जे कुरा गर्नु छ मेरो आमा बाउसँग गर, मसँग केही पनि गर्ने होइन कुरा। जे हो मेरो लागि मेरो आमा बाउ हो, एज अ मी हो मेरो आमा बाउ। जे भन्नु छ, जे गर्नु छ, आफ्नो लागेको पैसा लगानी सगानी सबै मेरो आमा बाउले तिर्छ तिमीहरूको भनेर मलाई भने। अनि मेरो मम्मी बुवाले त इभन उसँग बोल्न नि पाएको छैन, बुहारी तिमीले के गरेको, कस्तो गरेको भन्दा मेरो आमा बाउको आत्मा कति रोको होला कि यो कुराले। उसले चाहिँ जुन यो गर्यो, यति राम्रो जिन्दगी छ, सबै कुरा छ, मान्छेले गरेर खान सक्थ्यो होला, ऊ गर्थ्यो होला। यहाँबाट मम्मी बाबाले हामीहरूले भनेको पनि थियो, अप्ठ्यारो पऱ्यो भने यहाँबाट पैसा पठाइदिन्छौँ, यदि सकेनै भने पनि बस्नै मन छैन भनेपछि नेपाल आऊ, नेपालमै गर, यहीँ पढ्दा पनि भइहाल्छ भनेको। उसले चाहिँ सुन्दैन, कुरै सुनेन। म किन आउने हो र, अमेरिका पुगेको मान्छे नेपाल कहिले फर्किन्छ र, यस्तो शब्द सुनाउने कि। अनि उसले चाहिँ अनि केही भनेपछि तिमीहरूलाई कसले भने हो त, तिमीहरूलाई मान्छे अरू सुन जग्गा घरमा लगानी गर्छ, तिमीहरू मान्छेमा इन्भेस्ट गर्ने उस्तै त हो नि भन्ने। अब यो कुरा सुन्दा आमा बाउले त छाँगाबाट खसे जस्तो भइहाल्यो। हामीले को मान्छेलाई पठाएर उनीहरू त छक परिहाल्यो। अब हामीले बुहारीलाई नै पठायो कि अरूकै मान्छे पर्यो त यो, अभियसली त्यो सोच्ने त जसको पनि भइहाल्यो नि। त्यस्तो उनीहरूले त फोनै गर्न पाएको छैन, एउटा बुहारी के हो, किन गरेको भन्न नि पाएको छैन। अब उताबाट अनि आमा बाउ एज अ मी हो भनेपछि मैले उता मम बाबालाई रिक्वेस्ट गरेँ, मम बाबा यसो रश्मि यसो भन्दैछ, किन यस्तो गर्दैछ, यस्तो नगरे भए हुन्थ्यो, समाज छ, भोलि के हुन्छ, एकचोटि बिहे गरिसकेपछि डिभोर्स भयो भने समाजमा इज्जत के हुन्छ, भोलि डिभोर्सको ट्याग लाग्छ, मान्छेहरू एकदम नराम्रो हेर्ने दृष्टि नराम्रो हुन्छ भन्दाखेरि उहाँले चाहिँ सुरुमा हामी सम्झाउँछौँ, तपाईँ चुप्प लागेर बस्नुहोस्, उसँग कुरा नगर्नुहोस्, हामीसँगै कुरा गर्नुहोस्, हामी सम्झाउँछौँ भनेर मलाई 3 महिनाको म्याद दियो। अनि म 3 महिनासम्म चाहिँ एकदमै कुरेर बसेँ। 3 महिनासम्म त्यो कुराइदा मेरो चाहिँ प्रतीक्षा चाहिँ यस्तो थियो कि कुरै छोडिदिउँ कि म रात दिन अब के खबर आउँछ भन्दाखेरि चाहिँ लास्टमा आएर अनि उहाँबाट फोन आएन, फेरि मैले गरेँ। 3 महिना बितिसक्यो, केही पनि कुराकानी आउँदैन। म अब बाबालाई फोन गरेँ मैले, उहाँको बाबालाई फोन गरेपछि के भयो त बाबा अब खबर भन्दाखेरि, अब रश्मिले त मिल्दैन भन्यो, अब हामीले के गर्न सक्ने, अब उसले मिल्दैन भनेपछि ठिकै छ नि त, अब हजुर पनि पढे लेखेको मान्छे सधैँ छ, ठिकै छ नि त, सबै कुरा हजुरको पनि ठिकै छ, भोलि उमेर छ, सबै छ, अब राम्रो पाइहालिन्छ नि भने। त्यो शब्द सुन्दाखेरि मैले के भने, म कति टुटेँ कि, म डिप्रेसनमा गएँ त्यसपछि। यो शब्द सुनेपछि म 3 महिना चाहिँ डिप्रेसनमै गएँ। डिप्रेसनमा गएर सहँदा अहिले आएर लास्टमा आएर केही नलागेर म सोसियल मिडियामा बोल्न बाध्य भएँ। इभन उहाँले के पनि भन्नुभयो भनेपछि, एउटा यो बुवाले बोल्ने शब्द यस्तो हुन्छ त नेपाली सोसाइटी समाजमा, कतातिर जाँदैछ कि हाम्रो सोसाइटी। उहाँले के भन्नुभयो भने, छोरीको लागि म मेरो घर जग्गा बेचेर पनि लड्न तयार छु, तपाईँले के गर्नु, उसैसँग लाग्नुपर्ने के छ त, तपाईँले छोडिदिनुहोस् न त, डिभोर्स दिइदिनुहोस् न त, यस्तो शब्द भन्ने के भने उसले गएको पैसा म तिर्दिन्छु,
उसले गएको पैसा तपाईँको लागेको म तिर्दिन्छु, उसँग चाहिँ कन्ट्याक्ट नगर्नु, उसलाई फोन नगर्नु, गऱ्यो भने हामीलाई गर्नु भन्ने। त्यसपछि यहाँ यताबाट पनि मम्मी बुवाले अनि यसो किन गर्दैछन् त भनेर यताको मेरो मम्मी बुवाले उताको मम्मी बुवालाई फोन गर्न खोजेको, उहाँले फोनै उठाउनु भएन। जस्ट मसँग मात्र कुरा गर्ने, मेरो मम्मी बाबासँग चाहिँ कसैले पनि कुरा नगर्ने के, न छोरीले गर्ने न उताको आमा बाउले गर्ने। अनि त्यतिखेर डिप्रेसनमा गएँ म। त्यो 2 चोटि मेरो सहनै नसकेर, खै मेरो दिमाग त्यतिखेर के भएको थियो, म पनि त्यस्तै अवस्थामा थिएँ कि सहनै नसकेर, न राति छ न निन्द्रा छ न केही छ, अनि न आफूलाई खाएको थाहा हुन्छ न केही गरेको थाहा हुन्छ, न हिँडेको पनि थाहा नपाउने कि रोडमा। अनि मैले चाहिँ एकचोटि अब सोचेँ, मेरो आमा बाउको पैसा पनि गयो, सबै डुब्यो, अब बुढी पनि रहेन, पैसा पनि रहेन, अब मैले बाँचेर के काम जस्तो ममा एकदम नेगेटिभ दिमागमा यति धेरै नेगेटिभ थट्सहरू आउन छोड्यो। त्यसपछि मैले चाहिँ 2 चोटि चाहिँ सुसाइड एटेम्प्ट गर्ने कोसिस गरेँ। 2 चोटि सुसाइड एटेम्प्ट कोसिस गरेपछि चाहिँ एकचोटि चाहिँ मैले जति स्पिड थियो बाइकको त्यति हाँकेर बाइक चिप्लेर एकातिर म एकातिर गएँ। त्यतिखेर त्यो पनि सुसाइड फेल भयो। त्यतिखेर एक दिन म राति उठेर जाँदै थिएँ, आमा बाउले देखिहाले ढोका ढक्रेकाएर देखेर। अनि अब म तर कहाँ जान्थेँ मलाई थाहा थिएन त्यतिखेर चाहिँ। अब त्यो देखेपछि अनि दोस्रो दिनदेखि मेरो आमा बाउ मेरो रुमको त्यो ढोकामा सुत्न थाल्यो। अनि त्यसपछि चाहिँ उनीहरू चाहिँ यो छोराले भोलि केही गरिदिने हो कि भनेर। अब उतिखेर चाहिँ म कमजोर भएँ कि त्यतिखेर चाहिँ एकदमै आमा बुवा भन्दा पनि म कमजोर भएँ। अब अहिले म अब चाहिँ बिस्तारै मेरो सबै कुरा ठिक हुँदैछ, म सबै कुरा ठिक भइसकेको छ। जानेलाई त कसैले पनि रोक्न सक्दैन, तर जाओस्, कसैको घरबार भत्काएर, कसैको सपना कुल्चेर, कसैको जिन्दगी बर्बाद गरेर यसरी चाहिँ कसैले पनि नजाओस्, म चाहिँ त्यो भन्न चाहन्छु। तर त्यो मान्छेले चाहिँ यतिसम्म पनि 4 वर्षको सम्बन्धलाई यति सजिलै त्यागिदियो कि कुनै पुरै बिहे भनेको त मजाक जस्तो बनाइदियो कि आयो गयो खेल्यो, केटाकेटी खेल्यो जस्तो खेल बनाइदियो कि उसले चाहिँ। अब के भन्ने, अब त्यसपछि चाहिँ अहिले चाहिँ कसैले पनि कुरा गर्ने। अहिले चाहिँ के भएको छ भनेपछि उसको बुवाले चाहिँ मलाई अस्ति जुन मैले पोस्ट गरेँ त्यो पोस्ट देखेपछि मलाई चाहिँ फेसबुकमा ब्लक गरिदियो। अनि त्यसपछि चाहिँ यता इष्टमित्रहरूले, हाम्रोतिरको सबै रिलेटिभ्सहरूले चाहिँ उता फोन गर्दाखेरि कसैको फोन पनि उठाएन कि। अनि केटीले पनि मैले त्यो युजर नेम चाहिँ उसको आफ्नो त्यो स्ट्याटसको तल लेखिदिएको थियो, त्यो उसले स्ट्याटस चेन्ज गरेर आफ्नो फोटो हटाइसके। उसले चाहिँ टिकटकमा फोटोहरू त हाम्रो युएस गएको 3 महिनापछि टिकटकको फोटोहरू भिडियोहरू त उसले पहिले नै हटाइसकेको थियो। बिहे गरेको फोटोहरू यताउति पहिला नेपालमा हुँदाखेरि ती चिजमा यताउति सबै भिडियो बनाएको थियो, त्यो सबै डिलिट गरिसकेको थियो कि उसले चाहिँ प्राइभेटमा राखिरहेको थियो होला। अब अहिले मैले हिजो अरूकोबाट हेर्दाखेरि अब 1-2वटा भिडियो सिन्दुर लगाएको मैले देखाएको थिएँ, त्योभन्दा अगाडि थिएन। उसले चाहिँ त्यो पाकिस्तानीसँग लागेपछि उसले चाहिँ पुरै टोटल्ली नै कन्ट्याक्ट गर्यो। म 100% ठोकुवा गरेर भन्न सक्छु, 200% ठोकुवा गरेर म जेसुकै सजाय भोग्न पनि तयार छु। यदि मैले उसलाई युएस पठाउनु कुनै मेरो गल्ती, उसलाई उप्रति मैले उसको भविष्य बनाउनु खोज्नु, आफ्नो लागि, हाम्रो भविष्यको लागि सोच्नु मेरो कुनै यो गल्ती हो भने म जुनसुकै नेपालको कानुन बमोजिम म जुनसुकै सजाय भोग्न पनि तयार छु। मेरो छातीमा गोली हानेर मलाई मारियोस्, म त्यो चाहन्छु। तर अरूको परिवार यसरी भत्काएर, अरूको आमा बाउ न राति सुत्नु छ न खानु छ, परिवारलाई एउटा तहस नहस बनाएर यसरी कसैले पनि कसैको परिवार भत्काउने हक कसैले पनि हुँदैन। त्यही भएर म के भन्न चाहन्छु भने म त एउटा उदाहरण मात्रै हो। यो समाजमा म जस्ता कयौँका आमा बुवाका घर भत्किएका होलान्, कयौँका घर सपना टुटेका होलान् यस्ता मान्छेले गर्दाखेरि, होइन। म चाहिँ उसलाई चाहिँ यहाँ दोष दिन, यो गर्न त्यो गर्न कुनै आएको होइन। यस्तो भोलि हुनसक्छ भनेर मैले यो भिडियो बनाउनुको कारण भनेकै मेरो जस्ट सोसल अवेरनेसका लागि हो। भोलि समाजमा यस्तो पनि हुनसक्छ भनेर। अब मेरो आमा बाउले कहिलेसम्म टाउको झुकाएर हिँड्ने, मैले कहिलेसम्म टाउको झुकाएर हिँड्ने त्यो समाजको अगाडि। पठाउनु पर्ने हामीले सबै गर्नुपर्ने, उसलाई जे गर्नुपर्ने सबै उसलाई ठाउँमा पुर्याउने हामी, फेरि गल्ती नै हामी भएर समाजको अगाडि कसरी झुकेर हिँड्ने। म यो सक्दैन भनेर म सोसल मिडियामा बोल्छु, मम्मी बाबा हजुर ढुक्क हुनु, म छु, हजुरको छोरो छ, जबसम्म म छु, जबसम्म म जिउँदो छु, हजुरलाई केही पनि अप्ठ्यारो पर्दैन भनेर म चाहिँ अहिले मम्मी बुवालाई कन्भिन्स गर्छु। उनीहरू चाहिँ अहिले कमजोर भएको छ। म सक्दैन कि अब म यो आवाजलाई म दबाउन सक्दैन, जुनले उहाँले जे कुरा गर्नुभयो। अहिले त इभन यतिसम्म कि
गर्दा गर्दा थाहा छैन उहाँले के भन्यो भनेपछि ऊ त छोरीलाई डिभोर्सको लागि कागजको पेपर पठाइसकेको रहेछ। कागजको पेपर पठाउँदा जब त मलाई थाहै छैन, जब अनि वकिललेबाट उहाँले भन्नुभयो, वकिल र उहाँको फोन आएपछि मैले थाहा पाएँ कि अनि डिभोर्सको पेपर पठाउनु भएको हो भनेर भन्छन्। उहाँले डिभोर्सको पेपर पठाएछ, अब डिभोर्स गर्नु पर्यो, उहाँले वारिसनामा पठाएछ अब भन्नुभयो। उहाँले भने मैले बुवालाई फोन गर्दाखेरि पठाएछ। मैले भने मेरो कन्सर्न बिना कसरी पठाएको त हजुरले मलाई सोध्नु पर्दैन एकछिन पनि, कसरी पठाएको त भन्दाखेरि त्यो सोध्नै पर्दैन नि त्यसमा, त्यो त हामीबाट हुने कुरा हो। त्यो त हामीले गर्ने काम त हामीले गर्न पाउँछ नि। तपाईँलाई के भएर म तपाईँलाई चेक दिन्छु, त्यो चेक दिएपछि डिभोर्स गरिदिनु न, के छ र तपाईँले गएको पैसामा म चेक दिइहाल्छु। चेक त्यो बााउन्स हुने कुरा पनि हुँदैन, मैले अदालतमा दिएको चेक पनि कतै बााउन्स हुन्छ र भनेर यतिसम्म भन्ने कि तब मैले सहनै नसकेर म बाध्य भएर म अहिले आएको हो यो सोसियल मिडियामा। म कसैलाई यहाँ कसैले कसैको परिवार भत्काउन यति सजिलो छैन क्या। ऊ युएसमा छ अरे, 10 बिहे गर्ला, जे गर्ला त्यो गर्ला, तर म त नेपालमा छु नि, म त सोसाइटीमा बसिया छु। आमा बाउ सोसाइटीमा बसिया छन्, उसको आमा बाउ पनि सोसाइटीमा बसिया छन्। यो कुरा बुझ्नु पर्दैन। मैले यति रिक्वेस्ट गरेँ, हार गुहार गरेर मम बाबालाई के भने, मम बाबा यस्तो नगर्नु भन्नु छोरीलाई, यो गर्नु म हजुरको खुट्टा ढोक्छु भनेर हार गुहार माग्दा पनि, कति सम्झाउँदा फोन गर्दा पनि केही पनि लागेन। मैले भनेको उहाँलाई म सोसियल मिडियामा जान्छु, भोलि समाज छ, अनि समाजले उठ्यो भने, नेपाली समाज उठ्यो भने अनि हजुरलाई थाहा हुन्छ सबैको। जे गर्न मन छ गर्दा हुन्छ, हामीलाई केही फरक पर्दैन। मिडिया पनि के हो र, 1-2 दिन आएर यो हल्ला गर्ने त हो, त्यसपछि त सकिहाल्यो त्यस्तो भन्ने कि। अहिले चाहिँ अब उनीहरूले जब अब यो पावर देख्यो होला नि त, अब नेपाली समाज पनि रहेछ भन्ने कुरा अब थाहा पायो होला। अहिले बिचल्ली भएको छ। अब कसैको फोन उठ्छ, कसैले ब्लक हानेको छ, कसैले हिँड्दैछ। केटीले पनि मेरो इष्टमित्रहरू अब रिलेटिभ्सहरूलाई पनि सबलाई ब्लक गरेर हिँडेको छ। त्यस्तो हुन्छ। मान्छेको जिन्दगी यति सजिलै कसैलाई बिगार्न सक्दैन कि। बरु कसैलाई सुरुमै लाग्छ भनेपछि कसैसँग जिन्दगीमा काट्न सक्दैन होइन। सुरुमै जिन्दगीमा कसैसँग काट्न सक्दैन भने, कमिट गर्न सक्दैन भने सुरुमै बिहे नै गर्नु कि। सुरुमा म चाहिँ सबैलाई यही भन्छु, बिहे चाहिँ नगर्नु कसैको भविष्य खेलवाड गर्न, या केटा होस् या केटी, दुइटै पीडित जो पनि हुनसक्छ। कुनै ठाउँमा केटी पीडित धेरै भए पनि देखाएको छु, कुनै ठाउँमा केटा पीडित पनि भएको देखाएको छु। दुइटै इक्वल हुन्। दुइटैले कसैको घरबार बिगार्ने, कसैको त्यो गर्न पाउँदैन। आफूले पायो भन्दैमा कसैको घरलाई लात हानेर आफू ठाउँमा पुगेपछि त्यो कसैले पनि पाउँदैन, कसैको अधिकार पनि हुँदैन। त्यही भएर म चाहिँ यही भन्छु, सकेसम्म कसैले पनि मेरो जस्तो घटना अरूको नघटोस् भविष्यमा होइन। कसैको घटिरहेको छ भने पनि समाजको अगाडि हामीले टाउको झुकाउने होइन। जसको अब अन्याय नै छैन, उसकै भलाइका लागि काम गरेछ भने कि हामीले नै टाउको झुकाएर हिँड्नुपर्ने, मेरै आमा बाउले टाउको झुकाएर हिँड्नुपर्ने, जसले त्यो ठाउँमा पुर्याइदिएको छ उसकै टाउको झुकाएर हिँड्नुपर्ने। त्यही भएर मैले भनेको म यो सक्दैन भनेर वास्तवमा म आएर सोसियल मिडियामा बोल्न बाध्य भएको हो। त्यही भएर उसले चाहिँ, केटीले चाहिँ इभन जे गर्यो ऊ पाकिस्तानले, मैले यति सम्झाएको नगर त्यस्तो, भोलि युज गर्नको लागि हो, त्यो खाने पिने सबै, त्यो लुगा दिने, यो फोन दिने, पैसा हालिदिने मोबाइलमा, त्यो सबै कुरा गरिदिने, त्यो भोलि त्यो नराम्रो हुन्छ, त्यो एक दिनको देखावटी हो, भोलि गएर अप्ठ्यारो हुन्छ, आफ्नै घर नबिगाड भन्दाखेरि नेपाल त म फर्किनै होइन, नेपाल फर्किने को फर्किन्छ र नेपाल अब भन्ने कि। पुरै उसले त्यस्तो कि पुरै उसलाई त यतिसम्म गिल्टी फुल हुने हामी परिवारप्रति कि हामीलाई त पुरै के त्यो गोबरको किरा सम्झिने कि उसले चाहिँ। यतिसम्म पनि मान्छेले कसरी गर्न सक्छ? 4 वर्षको सम्बन्ध एक छिनमा कि पुरै 1 वर्ष नपुग्दै उसले चाहिँ यस्तो व्यवहार देखायो कि। यो चाहिँ ममा मात्र होइन, यो अरूमा पनि घटिरहेको होला। त्यही भएर म अरू सोसियल मिडियालाई पनि के भन्छु भनेपछि, म प्रश्न भन्छु, मैले आफै बोलेर मैले कसैलाई यो मेरो पोस्ट हालिदिनु हार गुहार मैले कसैलाई पनि गरेँ होइन। म आफै बोलेर म भन्छु, कसैले केटीलाई पनि दोष गरेर अब कसैले पनि त्यो भिडियोहरू पोस्टहरू नगरिदिनु होइन। मैले चाहिँ सोसल अवेरनेस गराउनका लागि चाहिँ यस्तो पनि घटना हुँदो रहेछ समाजमा, यतिसम्म पनि मान्छे गर्न सक्दो रहेछ होइन भनेर चाहिँ मैले यो भन्न खोजेको हो। त्यही भएर हजुरले सबैले
उसको चरित्र जे जस्तो थियो अब उसलाई नै थाहा होला होइन, उसले चाहिँ किन यस्तो गरे उसलाई नै थाहा होला। तर उसलाई चाहिँ टार्गेट गरेर कसैले पनि सोसल मिडियामा चाहिँ पोस्ट नगरिदिनु होला। तर यति कुरा हो कि यस्तो पनि समाजमा हुँदो रहेछ, यतिसम्म पनि बाबुआमाले गर्दा रहेछन् आफ्नो छोरीलाई। यदि पैसाको लागि पनि यतिसम्म मान्छे मैले जान्छन्, मैले कल्पना पनि गरेको थिएन कि। अस्ति मात्रै भर्खरै पनि उहाँ बुवालाई उता आएको छ, पैसा आएछ, त्यो छोरीले त्यही पैसा उताबाट त्यो पाकिस्तानीसँग लिने अनि उता बाउलाई पठाउने, त्यही पैसा बाउले मलाई दिएर अनि डिभोर्स गर्न खोज्ने क्या। यो कहाँसम्मको अन्याय होला कि, यो चाहिँ कतिसम्मको अन्याय। मैले यही दिन देख्नलाई मैले आफ्नो बुढीलाई मैले युएस पठाउँ होला त। अब भोलि हाम्रो सपना होला, सुन्दर होला, के सोचेको थिएँ। 4 वर्षभित्रमा त मेरो कति धेरै मेमोरी बनिसकेको थियो कि, त्यो त मलाई मात्र थाहा छ। त्यो मान्छे पहिला यस्तो थिएन, नेपाल हुँदा चाहिँ राम्रै थियो, केही पनि थिएन, हामीहरू जे कुरा पनि मिलेरै गर्थ्यो, सेयर गर्थ्यो, सबै कुरा गर्थ्यो। तर युएस गएपछि उसले चाहिँ पुरै चेन्ज भयो। नेपालमा हुँदाखेरि चाहिँ इभन आफै पनि विचार गर्नु, नेपालमा हुँदाखेरि हाम्रो अहिले त मेरो बच्चाहरू केही पनि भएको छैन, उसले चाहिँ बच्चा भएको छैन, बच्चाको नाम धरि राख्थ्यो कि। अब भनेपछि त्यो पीडा मेमोरी त कति छ कि म सम्झेर चाहिँ मलाई एकदमै गाह्रो हुन्छ। त्यही भएर म चाहिँ यो जस्ट सोसल अवेरनेसका लागि मैले चाहिँ यो भिडियो हालेको हो। यस्तो पनि हुन्छ, हुनसक्छ भोलि यो घटना कसैमा नघटोस्। कसैले पनि बुढा र बुढी इभन यदि छुट्टियो भने यो घटना चाहिँ धेरै म्याक्सिममकोमा आउने नै रहेछ कि, मैले धेरै जस्तो विचार गरेँ। तर यो कुरालाई अरूले दबाएर राख्छ, मैले चाहिँ सकिनँ है। त्यही भएर जे हुनु थियो लाइफमा भइहाल्यो, ठिकै छ। अब उसको त्यो केटीको अब ठिकै छ, अब राम्रो होस्, सफल होस्, मलाई केही भन्नु पनि छैन। उसको आमा बाउलाई पनि मैले केही भन्नु छैन। यति हार गुहार गर्दा 10 महिना 8 महिनासम्म पुऱ्याउँदा मलाई डिप्रेसनमा पार्दा मेरो भत्ताभुङ्ग पर्दा त उनीहरूले दयामाया उनीहरूमा पलाएन भने अब के भन्नु छ मैले। हस्, मैले यति भन्नु थियो, सबै समक्ष मैले आफ्नो कुरा यहीँ राखेँ। हस्, सबैलाई माया छ।